नेपालमा सुनको मूल्यले त नयाँ रेकर्ड नै बनायो। तर किन? खासमा पछिल्लो 1 वर्षमा यस्तो वात्तै मूल्य बढ्नुको पछाडि के कारण होला? आउनुहोस्, आज यसैको बारेमा अलि गहिरिएर कुरा गरौँ। यो आँकडालाई एकचोटि हेरौँ त। झन्डै 75,000 रुपैयाँ हो। सुन्दा अचम्म लाग्न सक्छ, तर पछिल्लो 1 वर्षमा सुनको भाव यतिले बढेको छ। अब यो केवल एउटा नम्बर मात्रै होइन, यसले त हाम्रो अर्थतन्त्रको बारेमा एउटा ठूलै कथा भनिरहेको छ। हो, सुनको यो आकाशिएको मूल्यले अहिले सबैको ध्यान खिचेको छ। तर यो कथा हामीले सोचेभन्दा अथवा यी नम्बरहरूले देखाएभन्दा धेरै गहिरो छ। त्यसो भए अब सबैको मनमा आउने मुख्य प्रश्न नै यही हो, आखिर किन बढ्यो त यति धेरै, हैन? 1 वर्ष जस्तो छोटो समयमा मूल्य यसरी आकाशिनुको पछाडि पक्कै पनि केही बलियो कारणहरू हुनुपर्छ। हो, हामीले हेरेका स्रोतहरूले पनि यही प्रश्नको उत्तर खोजेका छन्। र अचम्मको कुरा के छ भने जवाब घुमिफिरी एउटै कुरामा आएर ठोक्किन्छ। र त्यो मुख्य कारण हो आर्थिक अनिश्चितता। सुन्दा अलि प्राविधिक सुनिएला, तर कुरा एकदमै सरल छ। जब मानिसहरूलाई अर्थतन्त्रको भविष्य कस्तो होला भन्ने डर लाग्न थाल्छ, उनीहरू सुरक्षित ठाउँमा लगानी गर्न खोज्छन् र त्यसको सिधा असर सुन बजारमा देखिन्छ। जस्तै बीबीसी न्यूज नेपालीको यो हेडलाइनले सबै कुरा प्रश्न पार्छ। आर्थिक अनिश्चितता बढ्दा सुनमा लगानी बढ्यो। कुरा सिधा छ। जब आर्थिक अवस्था डगमगाउँछ, मानिसहरू आफ्नो सम्पत्ति जोगाउनतिर लाग्छन् र त्यस्तो बेला सबैको पहिलो रोजाइ सुन बन्न पुग्छ। अब यो आर्थिक अनिश्चितता भनेको के हो त? यसको मतलब हो जब बजारको, रोजगारीको अनि समग्र देशकै अर्थतन्त्रको भविष्य के हुन्छ भन्ने नै थाहा हुँदैन। एक किसिमको अन्योलको अवस्था। यस्तो बेलामा कसले नै जोखिम मोल्न चाहन्छ र, हैन? तर प्रश्न उठ्छ, यस्तो अनिश्चितताको बेला अरू चिज छाडेर सुन